रिस खा आफू बुद्धि खा अर्को, अभागीलाई छिट्टो रिस उठ्छ, कन्छिरी तातेर आउँछ। तर त्यसो गर्नु हुँदैन। रिस उठ्यो भन्दैमा रिसको झोकमा त्यसो गर्नु हुँदैन। आफूलाई संयम राख्नुपर्छ भनेर आमाले कति मिठो तरिकाले भन्दै हुनुहुन्छ। एकैछिन उहाँ आमाको कुरा सुनौँ है त। अभागीलाई छिट्टो रिस उठ्छ, कन्छिरीमा रिस हुन्छ। रिस खा आफू बुद्धि खा अर्को, बुद्धि अड्कने रिसले खाल्टो पर्छ, भाँसिन्छ। रिसले गर्दाखेरि कहाँ पर्छ, के गर्छ? रिसका बेलामा के बोलिन्छ, के बोलिन्छ? एकदम सही भन्नु। सुन्नेले त सुनेको छ नि, त्यो रिसका झमेलामा अब बोलेको के छ, त्यो रिसको मान्छेले त्यति हेका राख्दैन, सुन्ने मान्छेले त सुन्छ नि त। उहाँ आमाले एकदम सही भन्नुभएको छ। तपाईहरुलाई उहाँ आमाको कुरा कस्तो लाग्यो? उहाँ आमाको सम्मानको लागि यो भिडियो शेयर पनि गर्नुहोला र कमेन्ट गर्नुहोला। नमस्ते, नमस्कार।